गरिबको भान्सामा कर। सोच्नुस् त, एउटा गरिब परिवार छ, घरमा तेल छैन, नुन छैन, बच्चाको औषधि चाहिएको छ। ऊ सीमा पारी जान्छ, थोरै सस्तोमा सामान किनेर ल्याउँछ, तर सरकारले भन्छ 100 रुपियाँ भन्दा माथि भयो भने कर तिर्नुपर्छ। अब तपाईँ आफै भन्नुहोस्, यो नीति हो कि गरिबको भान्सामा कर? नेपाल भारत सीमा नाकामा बस्ने जनताको जीवन सिंहदरबारले कागजमा हेरेर बुझ्न सक्दैन। सरकारले 100 रुपियाँ भन्दा माथिको दैनिक उपभोग्य सामानमा भन्सार कर लगाउने निर्णय गर्यो, तर अहिले सर्वोच्च अदालतले यो निर्णयमा तत्कालका लागि रोक लगाइदिएको छ। सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र टेक प्रसाद ढुङ्गानाको संयुक्त इजलासले सरकारलाई आदेश दिएको छ, दैनिक उपभोग्य वस्तुमा अहिले भन्सार शुल्क नउठाऊ। यो आदेश सामान्य आदेश होइन, यो सीमावर्ती जनताको पीडामा आएको राहत हो, किनकि सीमामा केवल नाका होइन, सीमा लाखौँ जनताको जीवन रेखा हो। यो रोग त्यसै आएको होइन। 4 युवा अधिवक्ता अमितेश पण्डित, आकाश महतो, सुयोग सिंह र प्रशान्त विक्रम शाह सर्वोच्च अदालत पुगे। उनीहरूले वैशाख 14 गते रिट दायर गरे। उनीहरूको तर्क थियो सरकारको निर्णय कानुनसँग पनि बाजिन्छ र सीमावर्ती जनताको जीवनसँग पनि बाजिन्छ। करिब 2/3 बलियो सरकारको अव्यवहारिक निर्णयमा 4 युवाले कानुनी ब्रेक लगाइदिए। मधेसका लागि सीमा के हो? मधेसका लागि सीमा नक्साको रेखा मात्र होइन, सीमा बजार हो, सीमा रोजगारी हो, सीमा उपचार हो, सीमा पढाइ हो र धेरै गरिब परिवारको भान्सा हो। कोही सीमा पारी काम गर्छन्, कोही उतै पढ्छन्, कोही औषधि किन्न जान्छन्, कोही घरका लागि दाल चामल तेल नुन ल्याउँछन्। अब त्यस्तो ठाउँमा 100 रुपियाँको सीमा राखेर कर लगाउने यो नीति होइन, यो सीमाको वास्तविकता नबुझेको निर्णय हो। प्रसाद, औषधि र किताबमा पनि कर। सरकारको निर्णय हुबहु लागू भएको भए के हुन्थ्यो? तीर्थबाट फर्किएको मान्छेले प्रसाद ल्यायो भने पनि कर, बिरामीले औषधि ल्यायो भने पनि कर, विद्यार्थीले किताब ल्यायो भने पनि कर, मजदुरले घरको सामान ल्यायो भने पनि कर। 100 रुपियाँ आजको समयमा के हो? 1 किलो तेल नै 100 रुपियाँ भन्दा माथि पर्छ। औषधि, किताब, बच्चाको सामान सबै 100 रुपियाँ भन्दा माथि हुन्छ। त्यसैले यो निर्णय व्यवहारिक थिएन। सिंहदरबारले सीमाको जीवन बुझेन। मधेसको गरिबी र बेरोजगारी। मधेसको वास्तविकता तथ्याङ्कले पनि देखाउँछ। मध्य प्रदेशको गरिबी दर करिब 22.5% छ, अर्थात् हरेक 5 जनामध्ये करिब 1 भन्दा बढी नागरिक गरिबीको रेखामुनि छन्। युवाहरूको अवस्था जनगम्भीर छ। 15 देखि 24 उमेर समूहमा बेरोजगारी 33% पुगेको तथ्य छ। अब यस्तो प्रदेशमा राज्यले के गर्नुपर्ने हो? रोजगारी दिनुपर्ने हो, गरिबलाई राहत दिनुपर्ने हो, सीमावर्ती जीवन सहज बनाउनु पर्ने हो, तर सरकारले उल्टै 100 रुपियाँ माथिको सामानमा कर लगाउने निर्णय गर्यो। तस्करी रोक्ने कि गरिबलाई सताउने? राज्यले तस्करी रोक्नुपर्छ, यसमा कुनै दुई मत छैन, तर तस्करी रोक्ने नाममा गरिबको झोला खान तलासी गर्नु न्याय होइन। एक आमाले सस्तो तेल ल्याउँदा त्यो तस्करी होइन, एक बिरामीले औषधि ल्याउँदा त्यो अपराध होइन, एक विद्यार्थीले किताब ल्याउँदा त्यो राजस्व चुहावट होइन, एक मजदुरले घरको सामान ल्याउँदा त्यो राजविरोधी काम होइन। ठुला तस्करलाई रोक्न नसक्ने तर गरिबको 100 रुपियाँ माथिको सामानमा कर, यो सुशासन होइन, यो अव्यवहारिकता हो। सर्वोच्च अदालतको अन्तरिम आदेशले सरकारको निर्णयमा ब्रेक लगाएको छ, तर यो ब्रेक अदालतले मात्र लगाएको होइन, यो ब्रेक सीमावर्ती जनताको पीडाले लगाएको हो। यो ब्रेक मधेसका 4 युवा अधिवक्ताको साहसले लगाएको हो। यो ब्रेक सिंहदरबारले नबुझेको वास्तविकताले लगाएको हो। सिंहदरबारले अब बुझ्नुपर्छ, सीमा केवल सुरक्षा जाँचको ठाउँ होइन, सीमा लाखौँ जनताको जीवन रेखा हो। नीति जनताको जीवन सजिलो बनाउन बन्ने हो, जनताको भान्सामा कर लगाउन होइन। गरिबको झोलामा कर लगाएर राज्य बलियो हुँदैन, गरिबको जीवन सजिलो बनाएपछि मात्र राज्य बलियो हुन्छ। तपाईलाई के लाग्छ, 100 रुपियाँ भन्दा माथिको दैनिक सामानमा कर लगाउने सरकारको निर्णय सही थियो कि अव्यवहारिक? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्। यो विषय सीमावर्ती जनताको जीवनसँग जोडिएको छ, त्यसैले भिडियो सेयर गर्नुहोस्।